रागवेल हो हजुर राखेको छ कसरी खाने हो चाहिँ यसलाई चाहिँ उसिनेर मात्रै खाने हो यो हल्का मसलाहरू केही हुँदैन यसलाई चाहिँ साँडेको जस्तो गरेर उसिनेर खाने हो आज आज 99% उसिनेर आज 99% उसिनेर छ है आज 99% उसिनेर अनि 1-2% चाहिँ पोलेर आज हामी यो प्राकृतिक वनभोजमा छौँ यतिखेर हामी तपाईँको हातमा के छ एकदमै खुसी लाग्छ होइन यति नजिकको पनि नयाँ ठाउँमा आउने आज अवसर पुऱ्याइदिनु भएकोमा 108 युवासम्मलाई हृदयदेखि नमन गर्न चाहन्छु र सबै कुराहरू जुन नेचरल रूपमा हाइजेनिक कुराहरू व्यवस्था गरेर हाम्रै गाउँघरमा भएका कुराले पनि यति राम्रो होइन खानपिनको व्यवस्था अथवा खाजा सबै हुँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले प्रमाणित गरेर देखाइदिनु भयो त्यसको लागि म हृदयदेखि आभार व्यक्त गर्दछु हस् धन्यवाद सर ल हामी चाहिँ अर्ग्यानिक खानाको चाहिँ मजा लिँदैछौँ चाहिँ अर्ग्यानिक युवाहरूले आयोजना गरेको अर्ग्यानिक खाना र अर्ग्यानिक स्थानमा यो जमगढ पनि अर्ग्यानिकै जमगढ भन्नुपर्छ यस्तो खालको जमगढ भनेको सायदै बङ्गाईको फेरि हाम्रो यो एरियामा चाहिँ यो पहिलोपटक नै जस्तो लाग्यो मलाई सम्भवतः है हाम्रो 108 युवा समूह लेखनाथ राउतज्यूको पहलमा चाहिँ हो कि अथवा 108 दुवै तर्फबाट एउटै होला एउटै र हामी सबैजनालाई भेला गरिदिनु भएकोमा विशेष धन्यवाद त्यसै गरी म धेरै साथीहरूसँग जोडिने छु विशेष गरेर आज हामी चाहिँ उसिनेर मात्रै काम चलायौँ अरे ठिक छ त यस सन्दर्भमा हाम्रो युवा सर यहाँ हुनुहुन्छ सौरभ नमुना स्कुलका प्रिन्सिपल युवा समूहलाई धेरै धेरै धन्यवाद यो आज मेरो जीवनको पहिलोपटक यो अर्ग्यानिक खानाको यो पिकनिक आयोजना गर्नुभएको छ हजुर धेरै रमाइलो लाग्यो र विशेष गरेर यो कार्यक्रमले चाहिँ यहाँ स्थानीय हाम्रो यो होइन पर्यटक स्थललाई चाहिँ यहाँ पिकनिक खाना आउने धेरै राम्रो ठाउँ रहेछ यसलाई हामीले सबैजनालाई अगाडि बढाउनुपर्छ भन्ने हस् त सर धेरै धन्यवाद यो 108 युवा समूहले चाहिँ यो प्रकृतिले सिँगारिएको ठाउँमा देवान छापमा आजको आयोजना गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद किनभने म पनि यो ठाउँमा आइपुगेको थिएन पहिलो आज चाहिँ के छ भने प्राकृतिक खाना तयारी गरेर त्यसरी यहाँ अर्ग्यानिक खानाहरू हामी खाइरहेको छौँ आज जम्चो विभिन्न किसिम खान्थ्यौँ भने आज अर्ग्यानिक खानाबाट चाहिँ पिकनिकको आयोजना गरेर यो चाहिँ के छ भने स्वास्थ्यको लागि लाभदायक र अर्को कुरा के छ भने यो हाम्रो ठाउँको पर्यटन क्षेत्रको पनि प्रबन्धन गर्ने हिसाबले त्यसलाई चिनारी गराउने हिसाबले आयोजना भएको छ त्यो चाहिँ एकदमै 108 युवासँगले सराहना र धन्यवाद हस् त धन्यवाद सर तपाईँसँग फेरि जोडिनेछौँ हामी गर्दै भन्दै लाँदाखेरि म भीम सरसँग आइपुगेँ भीम श्रेष्ठ सर श्री सरस्वती माध्यमिक विद्यालयको प्रभाव यतिखेर हामी यो प्राकृतिक वनभोजमा हुनुहुन्छ शिक्षक भएको नाताले मसँग केही प्रश्न गर्नेछु आजसम्म यस्तो वनभोजमा उपस्थित हुनुभएको छ सर म केही बोल्दिनँ कि एउटा गीत गाउँछु ल नयाँ नयाँ लाग्यो है आजको यो कार्यक्रम यो सबै समेत होला है हुन्छ एकदम रमाइलो भइरहेको छ कार्यक्रम सङ्ख्या कम्तीले कुनै पनि कार्यक्रमको निर्धारण गर्छ कि त्यो कार्यक्रमको मुख्य बुदाले निर्धारण गर्छ कार्यक्रमको सफल हुने भन्दा पनि त्यसको भावना त्यसले बेसी प्रभाव पार्दैन हो सङ्ख्याले खासै प्रभाव पार्दैन सङ्ख्याले खासै प्रभाव पार्दैन तर त्यसको उद्देश्य कार्यक्रमले भविष्य निर्माण गरेको हुन्छ र यो आज जुन भइरहेछ यसले यो ठाउँको भविष्य लगायत अर्ग्यानिक चिजहरूले नै राम्रो पिकनिक हुनसक्छ र आन्तरिक पर्यटन पनि मगाउन सक्छ भन्ने कुरा सन्देश रहेको छ यसैमा म देख्छु हस् त धेरै धन्यवाद
आजका विभिन्न परिकारहरू छन् यहाँनिर। यहाँ हाम्रो ओरिजिनल चिया प्राकृतिक वनभोज तथा पर्यावरण विमर्श कार्यक्रममा हाम्रो पूर्व जनप्रतिनिधि हाम्रो समाजका अग्रज व्यक्तित्व डिकेन्द्र थापाज्यू यहाँ यतिखेर आउनुभएको छ। उहाँले के खाँदै हुनुहुन्छ? डिकेन्द्र दाइ स्वागत छ। कस्तो कार्यक्रम आइपुग्नु भयो आज? यो प्राकृतिक वनभोज भनेर निमन्त्रणा पनि थियो, सरसल्लाह पनि भएको थियो। प्राकृतिक वनभोज कार्यक्रम भनेर आउँदै गर्दा आज छुट्टै खालको वनभोज महसुस गरियो। प्रथम त वनभोज भन्ने बित्तिकै एक किसिमको रमाइलो इन्टरटेनमेन्ट भन्ने कुरा रहन्थ्यो, तर यहाँ चाहिँ प्रकृतिसँग रमाउँदै आफ्नो अर्ग्यानिक चिजहरू यहाँ देख्दैछु। सुकुनी, गुन्द्रुकको अचार, भटमास, सबै चिजहरू, पोलेको मकैहरू सबै चिजहरू पाएकोले चाहिँ यो चाहिँ प्राकृतिक वनभोज पहिलोपल्ट महसुस गर्दैछु। यो आयोजना गर्नु म प्रेमलाई स्वतन्त्रता भन्थे उनीहरू जन्मै आफ्नो बनाउने भन्थे म जिउने अधिकार सबैलाई हुन्छ भन्थे उनीहरू लास बनिरहन्थे म लाउरे फुल फुलाइरहेको थिएँ म निश्चिन्तताले भित्राइरहन्थे सिडी र साकेलाहरूमा रमाइरहन्थे प्रेमले गीत गाइरहन्थे म माटो छोडेर मिसाइल बोक्ने कुरा कहिल्यै गर्ने छैन शङ्ख छाडेर गीत साइरन बोक्ने कुरा कहिल्यै गर्ने छैन मिलिमा
नमस्कार छ। विशेष गरेर 108 युवाहरूलाई हार्दिक धन्यवाद छ। अहिले चाहिँ विकराल परिस्थितिमा अहिलेको खानपिन संस्कृति बिग्रिरहेको अवस्थामा यतिका युवा जमातहरू भेला भएर वनभोजमा ढेँडो कोदो फापर हाम्रो चाहिँ सिस्नु गुन्द्रुक लगायतका चाहिँ भोजनहरूबाट युवाहरूलाई चाहिँ एउटा मार्गनिर्देश गर्ने तपाईँहरूले जमर्को गर्नुभएको छ र सिङ्गो प्रकृतिलाई संरक्षण गर्न अब युवाहरू जाग्नुपर्छ भन्ने किसिमको चाहिँ कार्यक्रम हुँदैछ। यो कार्यक्रमको म सबै साथीहरूलाई आभार व्यक्त गर्न चाहन्छु र तपाईँहरूको यो अभियान एउटा मार्गनिर्देश गर्ने तपाईँहरूले जमर्को गर्नुभएको छ र सिङ्गो प्रकृतिलाई संरक्षण गर्न अब युवाहरू जाग्नुपर्छ भन्ने किसिमको चाहिँ कार्यक्रम हुँदैछ। यो कार्यक्रमको म सबै साथीहरूलाई आभार व्यक्त गर्न चाहन्छु र तपाईँहरूको यो अभियानमा स्थानीय सरकारको तर्फबाट र म एउटा यो ग्रामीण परिवर्तन र यो धार्मिक अभियन्ताको हिसाबले काम गरिरहेको हुँदा तपाईँहरूको यो अभियानमा हामी तन मन धन वचन र कर्मबाट पनि सहयोग गर्ने र थप तपाईँहरूलाई चाहिँ विज्ञहरूसँग जोडेर यो कामहरूलाई कसरी चाहिँ दिगो व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा म स्थानीय सरकारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट भरपुर सहयोग पुर्याउने र तपाईँहरूसँग चाहिँ विभिन्न कार्यक्रममा प्रशिक्षित हुने र प्रशिक्षण गराउने समेत म प्रतिबद्धता व्यक्त गर्दै यहाँ आउनुभएका सबै साथीहरूप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै तपाईँहरूलाई पनि फेरि पनि म 108 युवा समूहहरूप्रति हार्दिक सम्मान जनाउन चाहन्छु। धन्यवाद। 108 युवा समूह विशेष धन्यवादका पात्र हुनुहुन्छ। 108 युवा समूह विशेष धन्यवादका पात्र हुनुहुन्छ। वास्तवमा पौराणिक कालदेखि अहिलेसम्म आउने अभिभावकहरूले जे गर्नुभएको थियो त्यसलाई अलिकति विकृतिको रूपमा बिचमा जे आइरहेको छ त्यसलाई फेरि सुसंस्कारमा परिणत गर्दै प्रकृति र मानिसको अथवा जीवजन्तु सबैको संरक्षणको अभियानमा जुट्नु भएकोले आजको कार्यक्रमले त्यही सन्देश दिएको छ र विभिन्न जति पनि संसारमा रहने हामीसँग जोडिने युवाहरू हुनुहुन्छ प्रतिको संरक्षण र यो खानपिन आहार विहारको कुरालाई चाहिँ हाम्रो स्वास्थ्यसँग सम्बन्धित भएर जाने कुरामा यहाँहरू जोडिनु हुनेछ भन्ने म शुभकामना दिन चाहन्छु र मेरो दुई कुरा पनि राख्न चाहन्छु। धन्यवाद। नमस्कार। नमस्कार सबैजनामा। म त्रिभुवन विश्वविद्यालयको प्रोफेसर हेमराज कार्की। आज हामी चाहिँ यो झापा जिल्लाको रोङ गाउँपालिकाको अत्यन्त रमणीय स्थलमा उपस्थित भएका छौँ। मेचीनगर नगरपालिका वार्ड नम्बर 1 का 108 युवा समूह र जसको संयोजन गर्नुहुने पूर्वेली आवासका हाम्रा अध्यक्षीय लेखनाथ राउतज्यूको आयोजनमा सम्पन्न भएको यस कार्यक्रममा हामीलाई निको भएको चाहिँ हामी आएको छ। यो पिकनिकको यो वनभोजको मुख्य उद्देश्य भनेको चाहिँ यो पर्यावरणको प्रयोग र सदुपयोग र यसको चाहिँ संरक्षण कसरी गर्न सकिन्छ कसरी गर्ने भन्ने विषयलाई नै विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको हामीले यसलाई पायौँ र यस सन्दर्भमा मानव जाति या संसारको सम्पूर्ण प्राणीहरूले चाहिँ संरक्षण गर्नुपर्छ भन्ने कुराको सन्देश आदान प्रदान गर्नको लागि आज हामी सफल भएका छौँ र यही सिलसिलामा म नेपाल सरकारलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु कि नेपाल यति सुन्दर रमणीय प्रकृतिको हराभरा भएको देश यसको संरक्षण गर्नको लागि राज्यले जुन नीति नियमहरू ल्याएको छ त्यसलाई अत्यन्त सहज ढङ्गले र अत्यन्त कडाभन्दा कडा ढङ्गले वस्तुपरक ढङ्गले यो नीतिहरूलाई चाहिँ लागू गरेर नेपालको प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै दिगो आर्थिक विकासको लागि अगाडि बढोस् भन्ने म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद। नमस्कार, म दिपेश खड्का। यो आज 108 युवा समूह र हाम्रो लेखनाथ राउतजी पूर्वको आवाज मिडिया साथीले आयोजना गर्नुभएको यो प्राकृतिक वनभोज जसले हाम्रो यो प्रकृति भनेको चाहिँ तपाईँको ढुङ्गा माटो हावापानी जति पनि पृथ्वीमा रहेका सबै वस्तुहरू इभन हाम्रो शरीर पनि प्रकृतिसँग मेल खाने चिज हो। यसलाई चाहिँ हामीले प्रबन्धन गर्नुपर्छ, पर्यावरणसँग सम्बन्धी केही कुरा सिक्नुपर्छ भनेर यो एउटा उदाहरणीय रूपमा काम गर्नुभएको प्रति म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस किसिमका कार्यक्रमहरू आयोजना गर्नु हुनको लागि म अनुरोध पनि गर्न चाहन्छु र मेरो भनाइहरू यति नै राख्दै बिदा जान्छु। नमस्कार, म न्युटन कार्की आरआरडी बाहुनडाकी संयोजक र आज यो 108 युवा समूहले गरेको पर्यावरणदेखि व्यवस्था कार्यक्रम एकदमै सफल र
हामीले यहाँनिर निकै समय निकै वर्षको अन्तरालमा प्राकृतिक यो ढिँडो मकैको भात जस्तै यो सिस्नो सजिनको सब्जी यो उसको कोदोको पकौडा यहाँनिर हामीले चाख्न पायौँ। एकदम यो आजको यो कार्यक्रम यस्तो प्रकृतिले हामीलाई के दियो र हामीले प्रकृतिलाई के दियौँ भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम एकदमै विशेष रह्यो। हामी जस्तो युवाहरू यही ठाउँमा बसेर यही ठाउँमा केही गरौँ भन्ने युवाहरूलाई यो प्रकृति चाहिँ हामीलाई एकदम चाहिने रहेछ। यो प्रकृति भनेको चाहिँ हाम्रो यो अहिले हामीले यो यस्तो गर्मी छ आज यो पसिना पुस्ता भ्याइरहेको छैन हामीले। तर यो गर्मी किन भयो भन्दाखेरि अहिले अब रुख बिरुवा बोट बिरुवाहरू मासिँदै गए। हाम्रो घर आँगनमा लाउने विभिन्न प्रकारका पुर्खादेखि चलिआएका ती बोट बिरुवाहरू मासिँदै गए। अहिले चिया लाउने इत्यादि प्रयोग गर्ने धेरै खालका यी कारणहरू आएको हुनाले अबको युवाहरू फेरि पनि पुरानो युगमा पुरानो हाम्रो पुर्खाले जसरी खेती गर्नुहुन्थ्यो जसरी प्रकृतिलाई संरक्षण गर्नुभएको थियो त्यो हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्ने आजको कार्यक्रमबाट धेरै कुराहरू सिक्न पाएँ। त्यसको लागि 108 युवा समूहलाई विशेष धन्यवाद दिँदै यो कार्यक्रमको फेरि पनि यो कार्यक्रममा बोलाएर आफ्ना केही भनाइहरू राख्न मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु। धन्यवाद, नमस्कार। नमस्कार, म इन्सपेक्टर किशोर श्रेष्ठ। आज 108 युवा समूहले आयोजना गरेको यो प्राकृतिक वनभोज तथा पर्यावरण विमर्श कार्यक्रममा बोलाएर हामी प्रकृतिबाटै आएर फेरि प्रकृतिमै विलय हुने मान्छेहरूलाई यात्राको क्रममै पनि प्रकृतिसँग कसरी नजिक भएर यससँग एउटा विमर्श गर्ने भन्ने विषयमा एउटा जानकारी प्राप्त भयो। यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै खानपिनहरू प्राकृतिक खानपिन थियो, त्यसको बारेमा केही भनिदिनुहोस्। भयो एकदम प्रकृतिसँग फेरि आजसम्म तपाईँले यस्तो खालको कार्यक्रममा सहभागी हुनुभएको थियो? थिएन सर, थिएन। एउटा वनभोज हुने बित्तिकै एउटा मानसिकता हुन्छ नि सर, आज चाहिँ फरक थियो सर। आज कि आजको युगमा आजको समाजमा यो खालको कार्यक्रम हुनुपर्छ? एकदम सर। केही सन्देशमूलक केही दियो यो कार्यक्रमको विषयमा थोरै भन्नुपर्दाखेरि? हामीले बिर्सिनु हुन्न सर। अब हामीले अब 72 को भूकम्प पनि भोग्यौँ सर। यहाँ बाहुनडाईको हात्ती पनि देखिरहेको छौँ होइन सर। यो प्रकृतिबाट चाहिँ हामी भागेर कहीँ पनि जान सक्दैनौँ सर। प्रकृतिसँग हामी जसरी मिलेर बस्न सक्यौँ भने त्यो सबभन्दा राम्रो हो। त्यसको लागि चाहिँ हामीले प्रकृतिसँग एकदम मिलेर कसरी बस्न सकिन्छ भन्ने कुराहरू सिक्नु। ए हस् त, धेरै धेरै धन्यवाद तपाईँलाई। उहाँ हुनुहुन्छ बाहुनडाकी बिओपीका इन्सपेक्टर श्री केशर श्रेष्ठज्यू। तपाईँलाई धेरै धेरै धन्यवाद छ हाम्रो निम्तोलाई स्वीकारेर यहाँसम्म आइदिनु। के हो यो? अर्ग्यानिक पान हो यो। अन्तिममा चाहिँ हामीले पान पनि चाहिँ हाम्रो कमल दाईले विशेष गरेर चाहिँ सेवन गऱ्यौँ भनौँ न। सर्वप्रथम यस कार्यक्रमका आयोजक टोलीलाई धन्यवाद दिन चाहन्छु। यस प्राकृतिक वनभोज तथा पर्यावरण विमर्श कार्यक्रममा आज आएर मैले एउटा रात थाहा पाएँ कि हाम्रो पुर्खाहरूले किन 100 वर्ष 120 वर्ष बाँच्नु हुँदो रहेछ भन्ने आज उहाँहरूले खाने खानपान आज हामीले खान पाइयो यहाँ। त्यसलाई विशेष धन्यवाद। बजिरो मल्लजी हुनुहुन्छ, उहाँले यस कार्यक्रमको औचित्यबारे आजको कार्यक्रम कस्तो भयो भनेर सटकरीमा भन्दै हुनुहुन्छ। मन्दिर सर स्वागत छ। हजुर, आज कार्यक्रमको बारेमा केही भनिदिनुहोस् न। आजको कार्यक्रम के भन्दाखेरि प्रकृति सम्बन्धी लिएर यो वनभोज कार्यक्रम गरिएको छ। एकदमै उत्कृष्ट भयो, अर्ग्यानिक भयो। किन भन्दाखेरि यो प्रकृतिबाट जुन हामीले चिजहरू लिइरहेको छौँ र यो चाहिँ के छ भने प्रकृतिबाट उत्पन्न भएको चिजलाई चाहिँ हामीले जुन लिइरहेको छौँ यो चाहिँ एकदमै सराहनीय छ। किन भन्दाखेरि कस्तो छ भन्दाखेरि जस्तो यो ठाउँमा प्राकृतिक कुराहरू हामीले चाहिँ विषादयुक्त बनाएर खाइरहेको छौँ। तर यो स्थिति हाम्रो स्वास्थ्यमा प्राप्त भनेको जनचेतना पनि जगाउने कार्यक्रम जुन गरिएको छ। किन भन्दाखेरि हामीले गाई पाल्छौँ, घाँसो गर्छौँ, अनि त्यस्तै कि पछाडि घाँसमा के छ भन्दाखेरि अब विषादयुक्त चाहिँ उबर पनि छरेको कुराहरू पनि हामीले दिइरहेको हुन्छौँ। र त्यसबाट चाहिँ के छ भने दुध दुँदाखेरि मान्छेले इन्जेक्सन लगाएर दुध बढी निकाल्नको लागि गरे जस्तै पूर्वको आवाज युट्युब सञ्चालक हाम्रो भाइ लेखराज दाउदले यसलाई संयोजन गर्नुभएको छ। कार्यक्रमको रूपमा पनि हुन्छ र उहाँलाई पनि धन्यवाद र एकमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र प्रतिनिधिहरू जो आइदिनु भयो उहाँहरूलाई पनि धेरै धन्यवाद। गलत नभनिदिनु। दिल्लीमा धानको
तिहार र आफैसँगै नदी छेउको सहरको रूपमा सम्पूर्ण व्यक्तित्वहरू साथै विद्यालय प्रतिनिधित्व गर्नुहुने शिक्षक साथसाथै युवा साथीहरू, सबैभन्दा सर्वप्रथम त यो प्राकृतिक भोलि त साइलाले हालिहाल्छ, मैले किन हाल्नु भनेर दुध दुने काम भयो। अनि काइलाको पालो काइलाले पनि 18 महिनाले हालिहाल्छ, मैले किन हाल्नु पऱ्यो, कान्छाले हालिहाल्छ भनेर कान्छाले पनि दुध दुहेर खायो। र अन्तिममा दुध दुने क्रममा चाहिँ के भएछ भने दुध होइन, त्यहाँ चाहिँ ब्लड निक्लेछ, खुन निक्लेछ। त्यस्तै आज प्रकृतिमा के छ भने प्रकृतिले दिइराखेको छ, तर हामीले लिने क्रममा चाहिँ विषादी गरेका छौँ। त्यस कारणले यसलाई सचेत बनेर अगाडि बढ्नुपर्छ भन्ने सम्बन्धित कुराहरू राखेर र 108 युवा समूहले हाम्रै ठाउँमा उत्पन्न भएको अर्ग्यानिक चिजलाई खुवाएर स्वस्थ बन्नुहोस्, स्वस्थ रहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दै र हाम्रो ठाउँमा लगाउँदा के चिज छैन भन्ने कुराहरूको उदाहरण प्रस्तुत गरिदिनु भएको छ। र जङ्क फुडहरूले स्वास्थ्यलाई खराब गर्छ, त्यसैले हाम्रो प्राकृतिक सन्देश दिँदै आज जुन कार्यक्रम गर्नुभएकोमा 108 युवा समूहलाई फेरि आजको यस वनभोज कार्यक्रमलाई बिहानदेखि हाम्रो कार्यक्रममा उत्कृष्ट स्वाद अनि मिठास थप्नका निमित्त औरत र खटिरहनुहुने आदरणीय व्यक्तित्व कमल प्रधानज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यद्यपि उहाँ आफ्नो कर्ममा निरन्तर हुनुहुन्छ, हाम्रो कार्यक्रममा पनि
रमन विक्रम कार्की 108 युवा समूहको अध्यक्ष। आज मिति 2082 साल वैशाखको 27 गतेको दिन 108 युवा समूहद्वारा आयोजित यस प्राकृतिक वनभोज साथसाथै पर्यावरण विमर्श कार्यक्रममा उपस्थिति जनाउनुहुने सम्पूर्ण बौद्धिक व्यक्तित्व, सञ्चारकर्मी, समाजसेवी व्यक्तित्व, सुरक्षाकर्मी साथसाथै सम्पूर्ण महानुभावहरूमा म 108 युवा समूहको तर्फबाट सँगसँगै मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र सँगसँगै 108 युवा समूहले विगत लामो समयदेखि समाजका निमित्त, परिवर्तनको निमित्त र साथसाथै रूपान्तरणको निमित्त सदैव समाजसँग हातमा हात, काँधमा काँध मिलाई निरन्तर रूपमा खटिरहेको छ र आगामी दिनहरूमा पनि निरन्तर 108 युवा समूहले यस्तै कार्यहरूमा निरन्तर संलग्न भई समाजका निमित्त राम्रो कार्य गर्दै जानेछ भन्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु। र आजको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका निमित्त उपस्थित जनाउनुहुन सम्पूर्ण महानुभावहरूलाई फेरि पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।